ज्योतिष शास्त्रमा ग्रह शान्तिका विविध उपायहरू प्रयोग गर्ने गरिन्छ। विशेष गरेर ग्रहको मन्त्र जप, यन्त्र धारण, रत्न धारण, ग्रहसँग सम्बन्धित बारका व्रत, अधिदेवताको उपासना अर्थात् ग्रहका मालिक देवताको पूजा उपासना र अर्चना, त्यस्तै औषधि सेवन, औषधि स्नान जस्ता विविध विषयहरूलाई ज्योतिषशास्त्रमा ग्रह शान्तिका लागि विवेचना गरिन्छ र औषधि सेवनका लागि जातकलाई अर्थात् जसको चिना हेरिएको छ र जो बिरामी छ उसलाई कस्तो औषधि सेवन गर्नुपर्दछ, कुन दिशाको कस्तो चिकित्सक अर्थात् डाक्टर वैद्य उपयुक्त हुन्छ भन्ने कुरा पनि विशद विवेचना गरिएको छ ज्योतिषशास्त्रमा। र त्यस्तै आज हामी औषधि स्नानसँग जोडिएका विषयमा चर्चा गरौँ। सबै ग्रहहरूका अलग अलग दोषहरू हुन्छन् र तिनीहरूको प्रभाव शरीरमा रोगका रूपमा भिन्न भिन्न प्रकारले रहेको हुन्छ। र आज हामी सूर्यको शान्तिका उपायका बारेमा चर्चा गरौँ। सूर्यको शान्ति गर्नका लागि औषधि जुन स्नान गरिन्छ त्यो स्नान गर्ने चीजहरूमध्ये पहिलो त उसिरको जरा जसलाई खस भनिन्छ, यस पछाडि केसर, यष्टि मधु अर्थात् जेठी मधु, रातो कमलको पुष्प, कनेरको रातो पुष्प, त्यस्तै लाल सङ्खिया भनेर भनिन्छ, यो चिजलाई प्रयोग गर्नुपर्दछ। यो एक प्रकारको भूगर्भको रासायनिक प्रक्रिया भएको वस्तु हो। शोधन गरिएको लाल सङ्खियाबाट, रक्त सङ्खियाबाट चाहिँ स्नान गर्नुपर्छ र अलैँची यिनीहरूको द्रव्य निर्माण गरेर अनि कलशमा स्थापित गर्नुपर्दछ र निश्चित समयसम्म सूर्यको 7000 पल्ट मन्त्र जप गरिसकुन्जेलसम्म जति समय लाग्छ त्यति समयसम्म यिनीहरूलाई भिज्न दिनुपर्दछ त्यो जलमा। र मन्त्रपूर्वक त्यो जलले औषधिहरूका प्रयोग भएका जलले शरीरमा स्नान गर्यो भने र अभिषेक गर्यो भने सूर्यसँग सम्बन्धित दोष नाश हुन्छ भनेर विभिन्न प्रकारका कृत्य ग्रन्थहरूले वर्णन गरेका छन्। खास गरेर चतुर्वर्ग चिन्तामणि र कृत्यकल्पतरु जस्ता ग्रन्थहरूमा औषधि स्नानका बारेमा, ग्रह शान्तिका लागि औषधि स्नानका बारेमा व्यापक रूपले वर्णन गरिएको छ। आज हामीले सूर्यको ग्रह शान्तिका लागि कस्ता कस्ता किसिमका वनस्पतिहरू चाहिँदछन् र कस्ता किसिमका जडीबुटीहरू चाहिँदछन् यस विषयमा चर्चा गऱ्यौँ। हामी पुनः अरू ग्रहहरूको शान्तिका लागि पनि विभिन्न प्रकारका औषधि वनस्पतिहरूको बारेमा चर्चा गर्नेछौँ। ओम शान्ति, ओम शान्ति, ओम शान्ति।